एभ्रिवान वेलकम ब्याक टु माई च्यानल इट्स मी मन्सला न्यू डे न्यू ब्लग आयो हजुर सबजना सन्चै हुनुहुन्छ होला म र मेरो छोरो सिमन पनि एकदमै सन्चै छु अनि आजकल चाहिँ म ब्लग किन बनाउन पाइरहेको छुइनँ भने आजकल चाहिँ मेरो धेरै काम छ गाइज भ्याइ नभए काम छ अनि कति पछि आज ब्लग बनाउँदैछु अनि मेरो चाहिँ बाबु सुतिसक्यो म देखाउँछु बाबुले चाहिँ मैले यहाँ भुइँमा सुताइदिएछु होइन अनि मैले खाटहरू सफा गरेर यसरी पटाएर राखेको छु केही काम गर्न भ्याउँदिनँ भने केही काम गर्न भ्याउँदिनँ त्यो काम गर्ने पनि गइसकेँ अनि बाबु एकछिन सुत्दाखेरि काम गर्ने हो होइन अनि उठिहाल्छ क्या धेरै बेर सुत्दैन अनि मारमा काम गर्नुपर्छ अनि एकछिन अरूलाई छोड्दा हुन्छ अब अरूलाई त त्यो दिक्क लाग्छ नि त धेरै बेर हेर्न सक्दैन नि त जे भयो नि अब एकछिन पो रहर हुन्छ त भनेर अनि मार काम गर्दाखेरि यस्तो थाक्छु अनि ब्लग चाहिँ म 10 बजीतिर सुरु गरिरहेको छु अनि म चाहिँ बिहानै उठेर च्यास्ता खाएर माथि खाना रेडी गरिसकेँ अनि बाबुलाई तेल चाहिँ लाएर बाबु सुत्यो अब म थोरै यहाँ लुगा धुनु छ यति छ यति लुगा मैले साबुन लगाइसकेँ अब छिटो पखालेर सुकाएर त्यसपछि खाना खान्छु गाइस बाबु पनि उठ्ने बेला हुन लागिसक्यो अब छिटो गर्नुपर्छ काम भनेको मेरो छोरोको पारा चाहिँ यस्तो छ गाइस म खाना गएँ ती अनि ऊ चाहिँ उठेछ उसलाई चाहिँ भुइँमा राख्ने नहुने भुइँमा राख्न नहुने आमा खालि बोक्नु एकछिन बस्ने मामलाई खाना खान दिनु छैन 10 मिनट सुतेर कति निन्द्रा पुग्यो माम त्यति लुगा धुँदै उठ्नु पर्ने प्याउलो मम्मीको प्याउलो बोकेन भनेर होइन नि त रोको खाली पल्टिनु पर्ने गाइस खाली पल्टिनु पर्ने पल्टिन सिकेपछि खाली पल्टेको छ यसरी हिँड्नु पर्ने चाक्कु चाल्ने हिँड्ने यता हेर त फेरि पल्ट्यो नपल्ट न धेरै अस्ति त पल्टेर यहाँ पुगेछ क्या यहाँ एकै गाइस मैले चाहिँ लुगा धोई ओरी सुकाएर अनि त्यसपछि भाँडा पनि माझेर आइसकेँ बाबुलाई चाहिँ यसरी बोकेर उसलाई चाहिँ यसरी बोक्नै नहुने उसलाई यसरी हातमा बोक्यो भने हुने यसरी बोक्यो भने नहुने झगडा गरेर केही छैन ल खोले अब केही काम छैन मानको अब तिमीसँगै बस्ने हो के गर्नु मेरो बाबु चाहिँ यसरी खेलेपछि उसलाई जे पनि मुखमा हाल्नु पर्ने यो पनि मुखमा हाल्नु पर्ने त्यो पनि मुखमा हाल्नु पर्ने त्यो हेर मुखमा हाल्नलाई खेलेको खच्यो पाइनएप्पलको डल तिम्रो गर्लफ्रेन्ड हो यो यहाँ सुसु गर्दै अनि ऊ चाहिँ सुत्यो यहाँ सुताइदिएछु मैले बाबुलाई अनि यति सुराल छ अब धोइहाल्छु म अनि त्यति बेर उठिहाल्छ धेरै सुत्दैन बाबु उठिहाल्छ एकैछिनमा गाइस मेरो बाबु चाहिँ उठिसक्यो ऊ सुत्ने भनेको 8 मिनट सुतेर उसलाई निन्द्रा पुग्छ मस्त है म खाजा खान लागेको यो चाहिँ हो खाजा यो चाहिँ हो चाउचाउ साँधेको अनि फ्यान्टा गाइस मम्मीले चाहिँ बाबुलाई यो लिएर आइदिएछ होइन तर बाबुलाई लिएर आइदिनु भने खोइ केही त गर्दैन डराउन चाहिँ डराउँदैन है छोरो हेलो हाई भन न हेर न यसरी खेल्ने हो क्या यो खाली जे पनि मुखमा हाल्नु पर्ने